सायद मेरो भाग्यमा खुसी भन्ने चिज लेखिएको रहन्छ, जसको लागि यति धेरै मेहनत गरे, त्यो एक्जाममा पनि म फेल भएँ। बरु म मर्दिन्छु। ओए बच्चा, मलाई तेरो समस्या के हो थाहा भइसक्यो त मर्न हिँडेको होइनस्। यहाँ आइज। तपाईलाई कसरी थाहा भयो बाबा? मेरो ध्यान आकर्षणको पावर यति छ, म नेपालकै नम्बर 1 बाबा हो। कसलाई सोधेर बसिस? ल भन, तैँले आफ्नो देह त्याग्ने निर्णय किन गरिस्? गुरु म एक्जाममा फेल भएँ। एक्जाममा फेल भएर बडो टेन्सनमा छु गुरु म त। हो, तँ एकदम उचित बाटोमा छस्। सक्सेसको लागि टेन्सन हुनुपर्छ। कसरी गुरु? टेन्सनले प्रेसर बन्छ, प्रेसरले हिट आउँछ, अनि हिटले स्टिम बन्छ, स्टिमले इन्जिन चल्छ, अनि इन्जिनले ट्रेन अगाडि बढाउँछ। बालक केमुख बङ्गास बालक, बुझिस्? यस्ता बकम फुसे बुढाको बकम फुसे लजिक पनि कसैले बुझ्छ? के भनिस् अरे? म अर्को उदाहरणले बुझाउँछु। बुझाउनुस् गुरु। टेन्सनले दिमाग घुमाउँछ, दिमाग घुमेपछि संसार घुमे जस्तो लाग्छ। त्यसकारण जियोग्राफी पढ्न मन लाग्छ। जियोग्राफी पढेपछि फेरि ग्लोबको भ्यालु थाहा हुन्छ। ग्लोबको भ्यालु थाहा भएपछि नि वर्ल्ड टुर गर्न मन लाग्छ। वर्ल्ड टुर गरेपछि विदेशी केटी पट्याउँछ। विदेशी केटी पट्याएपछि विदेशी भिसा लाग्छ, अनि भएन त सक्सेस। भयो गुरु भयो, तर मलाई मरिगए पढ्नै मन लाग्दैन। पढ्न बस्यो मोबाइलबाट डिस्ट्र्याक्ट हुन्छु, अनि जब मोबाइलबाट पढ्न लाउँछु अरू कुराबाट डिस्ट्र्याक्ट हुन्छु गुरु। एकदम उत्तम उपाय दिन्छु। मोबाइललाई आँखामा राखेर पढ्न सुरु गर त शब्द त आँखाभित्र देखिन्छ। अनि यसरी आँखामा राखेर पढ्दा मेरो आँखा बिग्रिँदैन गुरु? त्यो भनेको स्याक्रिफाइस हो। सक्सेसको लागि स्याक्रिफाइस चाहिन्छ। स्याक्रिफाइस योर आइज। भयो गुरु भयो, बरु मलाई यो टेन्सन कसरी भगाउने त्यो उपाय दिन पर्यो गुरु। बाबु टेन्सन भएकै राम्रो। टेन्सन आयो भने आँसु आउँदैन, आँसु आयो भने रुनी एक्टिङ प्र्याक्टिस भन। रुनी एक्टिङ प्र्याक्टिस भएपछि ड्रामा खेल्न पाइनस्। ड्रामा खेलेको मान्छेले फिल्म खेल्न पाउँदैन। फिल्म खेलेपछि अवार्ड जित्दैन, ओस्कर, सक्सेस। मलाई टेन्सन भगाउने उपाय दिनुहोस् न गुरु। लवन, टेन्सनले आँसुको धारा बगाउनु न। धारा होइन गुरु, खोलै बग्छ नि आँसुको त। हो, त्यही आँसुको खोलाको पानी जम्मा गर है, अनि त्योबाट स्विमिङ पुल बनाई। स्विमिङ पुलमा पौडी खेल। पौडी मात्र होइन, टिकट सिस्टम राख। पैसा कमाई। पैसा कमाइस् त टेन्सन चाहिँ। यस्ता बकम फुसे कुरा गर्ने लैतारा बाबा दिम त न।